रासपासँगको सम्बन्धको नाभी अझै पनि काट्न नसकेको भन्दै सभामुखलाई कांग्रेसको आरोप। देउबा दम्पति सम्पत्ति शुद्धिकरण विभागलाई पत्र, साउन 28 भित्र नेपाल फर्किन्छौं। फोहोर बेचेर नगरपालिकाले गर्यो 24 लाख आम्दानी। एउटै आन्दोलनमा सहभागी कोही सांसद मन्त्री त कोही कारागारमा किन भन्दै आरएन राईको प्रश्न। नेपालका कुन कुन अस्पतालमा क्यान्सरको औषधि पाइन्छ सार्वजनिक गर्न सांसदको माग। साम्पाङलाई झाको सुझाव, पटक पटक बाल हट नगर्नुहोस्, नियम पढ्नुहोस् र सुकुम्बासीलाई बेघरबार बनाइयो भन्दै पुनर्वासको व्यवस्था गर्न हर्क साम्पाङको माग। अब सुन्नुहोस् पूरा समाचार। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद चन्द्रमोहन यादवले संसदमा सभामुखको भूमिका पक्षपातपूर्ण रहेको दावी गरेका छन्। उनले यसअघि सभामुख आबद्ध रहेको पार्टी रासपासँगको सम्बन्धको नाभी काट्न नसक्नु भएको हो कि भन्दै प्रश्न गरेका छन्। सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलले निरन्तर विरोध गर्दा पनि सभामुखले कुनै पनि चासो नदिएको आरोप समेत लगाएका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी डाक्टर आरजू राणा देउवा आगामी साउन 28 गते भित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई इमेल मार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्। स्वास्थ्य उपचारका क्रममा नेपाल बाहिर रहेका देउवा दम्पतिले विभागको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको 4 पेज लामो इमेलमा उनीहरूले आफूहरू विरुद्ध भ्रमपूर्ण भाष्य सिर्जना नगर्न र धरपकड नगर्न समेत अनुरोध गरेका छन्। साथै आफ्नो उद्देश्य कुनै पनि प्राविधिक आधारमा आफ्नो विरुद्धको अनुसन्धानलाई रोकछेक प्रतिशोध गर्ने नभई कानून सम्बद्ध खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको पत्रमा उल्लेख गरिएको छ। दमौली तनहुँ सदरमुकाम स्थित व्यास नगरपालिकाले फोहोर जन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ। नगरपालिकाले विक्रम सम्वत 2082 वैशाख 1 गतेदेखि हालसम्म रु 24 लाख 71 हजार 553 रुपैयाँ आम्दानी गरेको छ। फोहोरका रूपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिएका छन्। उनका अनुसार कागजजन्य वस्तुबाट रु 6,23,167, प्लास्टिक जन्य वस्तु बिक्रीबाट रु 11,98,512, धातुजन्य वस्तु बिक्रीबाट रु 3,09,125, शीशाजन्य वस्तु बिक्रीबाट रु 2,78,736 र लिलामबाट रु 62,000 आम्दानी गरिएको बताइएको छ। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले देशको माटो बचाउने कुरामा सत्ता र विपक्ष भन्ने नहुने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिका बारेमा संसदमा आएर जवाब दिनै पर्ने बताएका छन्। उनले जेन्जी आन्दोलनका सन्दर्भमा मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझ्दा विगतका आन्दोलनका विषयहरू पनि हेरिने जवाब पाएको बताएका छन्। उनले गत भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनको सन्दर्भ जोड्दै केही जान्ने र बुझ्ने र आन्दोलनमा सहभागी हुनेहरू सांसद हुने, मन्त्री भएर देश चलाउनु पर्ने र त्यही आन्दोलनमा सहभागी हुने सोझा साझा नागरिकहरू आज कारागार बस्नु पर्ने यो कस्तो दुःख लाग्दो कुरा भएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले देशभरका क्यान्सर अस्पतालहरूमा अत्याधिक औषधिको चरम अभाव देखिएको भन्दै संसदमा सरकारको गम्भीर ध्यान आकर्षण गराएकी छिन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थपलियाले क्यान्सरका बिरामीले प्रयोग गर्ने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता जीवन रक्षक औषधि बजारमा नपाइएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताएकी छिन्। प्रतिनिधि सभामा छलफलका क्रममा सांसदहरू बीच नोकझोक भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाब दिँदै गर्दा सांसद हर्कराज साम्पाङ हर्क राईले बीचमै उठेर आफ्नो स्पष्टीकरण दोहोर्याउनु भनेपछि सभामुखले ध्यान आकर्षण गराएका थिए। तर उनले अवरोध जारी राखेपछि रासपा सांसद मनिष झाले नियम आपत्ति जनाउँदै उनलाई पटक पटक बाल हट नगर्न र नियम राम्ररी पढेर नियम अनुसार चल्न आग्रह गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले
डोजर चलाएर बेघरबार बनाएका सुकुम्बासीहरूलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत समेत गराएका छन्।